क्या भैँसी बाँधेको रहेछ बाटोमा हो डर लाग्यो हौ साथीहरू यस्तो छ ए ल भैँसीको माउ रहेछ मासु खानु चाहिँ मिठो हुन्छ तर साथीहरू डर मर्दो रहेछ परम छ एउटा आज शिवको तोरी बारीमा जाँदै गरेको हेर्नु साथीहरू हद्दु भइसक्यो बिहानदेखि हिँडेको अझै पुगेकै छैन यहाँ खोला तर्नु पर्ने रहेछ हो यहाँ एउटा खोला रहेछ कुण्डल खोला यो तरेर जानुपर्ने दुई बहिनी पर हिँड्नु नसक्ने भइसक्यो भरे बेलुकी कसरी फर्किने हो हुन्छ साथीहरू भेट्दै गरौँ बाई बाई भैँसी